नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको नयाँ दिन नयाँ ब्लगमा हजुरहरूलाई स्वागत छ। अन्त हामी चाहिँ रेडी सेडी भयो, अन्त जानु आँटेको। सो अहिले बेडरुम जाने बेलामा गएको ऊ चाहिँ उहाँ पुग्यो एन्जल। आजको ओटिटी उसको यहाँको चाहिँ आजको ओटिटी हेर्नुहोस् र चप्पलमा त जहिले पनि। मेरो ओटिटी चाहिँ अहिले गएर देखाउँछु। मेरो यस्तो छ, हामी चाहिँ सिधै अनि अब चाहिँ मै बोकिदिन्छु ल। उसलाई मै देखाइदिन्छु, बोल्छ मात्रै। अब म बेसी बोल्यो भने त त्यो आयुष दाले यस्तो हुने आउँछ, मेरो भ्लग च्यानलहरूले उसको होइन अरे त्यस्तो भन्छ त। अनि मलाई मन पर्दैन त्यस्तो। केही नभनिदिनु त गाइस हो, राम्रो छ त। जाडो छ आज गाइस, जाडो। उसलाई चाहिँ जाडै भएको छैन। पैसा ला फोन त छैन, 10 रुपैयाँ पैसा न यस्तो गर्छ। यताबाट चाहिँ जानु पर्दो रहेछ बाटो। आज थाहा छ यहाँबाट हिँड्दै जानुपर्छ। यता चाहिँ जाँदो रहेछ। कता गएको थिए? एरिक जैसिका चाहिँ गानाको तालमा रहेछ। खबर खतरा लाउँदै छैन। हाम्रो गाउँको हेन्सम तिमीहरूले लाउनु भनेको ल। गाइस यता चाहिँ झन् केही देखेको छैन। कस्तो दामी हल्का टिन चाहिँ देख्दै रहेछ। यहाँ चाहिँ अब यहाँ पानी किन्छ हामी, अन्त पानी किनिकन जान्छु है गाइस। अहिले भेट्छन् यतिको चाहिँ भ्यू हुनुपर्छ। यिनीहरू चाहिँ पानी सानी किन्यो होइन, जुस किन्यो। अन्त चाहिँ अब यताबाट रहेछ होइन, अन्त यताबाट पनि जान्छ। हामी चाहिँ यताबाट गएको। यताबाट जाँदैछु हामी। बाटो चाहिँ जङ्गलको बाटो त्यस्तै छ। हामी हेरिदिउँ के हुन्छ कस्तो हुन्छ, तपाईँलाई देखाउँछ। अन्त सापी बोलिदिएको यहाँबाट यस्तो जानुपर्छ। यही रुकेछ, यही जस्तो यही खिचेको। मलाई चाहिँ यस्तो देख्छ आज चाहिँ मैले केही पनि गरेको छैन नि त, त्यही भएर अहिले फोटो अहिले उहाँ एकैचोटि एरिक गाइस बाटो हेर्नु नि गाइस। बाटो चाहिँ यस्तो छ। कुदेको छ नि त, त्यही भएर यस्तो छ। यहाँबाट छ हामी जाँदैछौँ। गाना चाहिँ अहिले कस्तो यहाँ कस्तो देखिरहेछ। यहाँ बाख्राहरू आयो, त्यो म भत्किएछ त्यो त। ए गेस्ट हाउस हो। तर हामी राख्यो आएको रहेछ। एउटा उहाँ गयो, एउटा उहाँ अगाडि गयो। जङ्गल बुक मिचन बेन्च यस्तो छ। यो चाहिँ फोटो खिचिदिन्छु, कस्तो दामी देखेको हेर्नुहोस्। जङ्गलै जङ्गल। रोनिका चाहिँ उहाँ पुग्यो होइन, उनीहरू पनि यहाँ छ। म चाहिँ गानाको साथमा छ है। बाटो चाहिँ यस्तो रहेछ गाइस, यस्तो मुन्नी भएर जानुपर्ने रहेछ। भ्यू त दामी देखेको हेर्नुहोस्। यस्तो भ्यू चाहिँ यस्तो छ। हे ओइ बोली हाम्रो यहाँ ठिक्काको परे जाडोले मर्नु आँट्यो। ऊ नुहाएर तरेर कामेको नि। चल्दैन त यहाँ त। बुढा भन्छ चल्दैन जिउ मात्रै चल्छ। गाइस
गाइस मेरो मम्मी चाहिँ आउनु भएको छैन हो चाहिँ उहाँबाट भिडियो कल गर्दै बस्दै यहीँ गाइस अब चाहिँ अझै टाढो छ तर आइपुग्न आँटे त भन्दिनँ ढाँटेको जस्तो हुन्छ अघिसम्म सबभन्दा पछाडि थियो गाइजु चाहिँ ल्याएको छ त लगाउ न ऊ भ्लगर त यस्तो छ सर उसको स्विट हार्टको कसको अरे गाइस ताक्यो अब चाहिँ किन भेट्यो मलाई ल जङ्गल छ तर दामी देखेको यता छ दामी छ नि यहाँ फोटो खिच्नु खालि फोटो खिच्नु यता चाहिँ दामी देखेको भ्यू यो झन् खालि फोटो खिच्नु मात्रै भन्छ खालि एरिक फोटो खिच्नु भनेर वाक्कै पारिसकिन्छ यहाँ कस्तो दामी देखेको तर मैले चाहिँ भ्लगमा खालि यस्तै मात्रै देखाउँछ है गाइस किनकि यस्तै मात्रै छ यहाँ यस्तो सिनहरू त गाइस उनीहरू चाहिँ बादलहरू रहेछ बादलहरू भक्कु रहेछ उमा बसिरहेको छ बादलहरू भ्यूहरू चाहिँ यस्तो रहेछ उहाँ चाहिँ खोला रहेछ तर के भन्नु मन्दिर रहेछ यहाँ मन्दिर हेर्नुहोस् है यताबाट जाँदो रहेछ ए यहाँबाट चाहिँ सिधै गएर ओम नमः शिवाय यो सिधै जाँदो रहेछ यस्तो चाहिँ छ मन्दिर छ अरे कता तर हामीले देखेको छैन बाटोमा देखिरहेको छ ए चाहिँ अब चाहिँ यताबाट जान्छु मलाई चाहिँ पुरै गरम भयो तर मैले नखोलेको कहाँ हातमा झुन्डाउने यस्तो गरममा पनि अन्त नझुन्डाएको अन्त यिनीहरू चाहिँ खोलिरहेछ आधीले मैले चाहिँ नखोलेको गाह्रो लाग्छ हातमा बोक्नु फोन दुइटा छ अन्त दुइटा क्यामेरा भिडियो बनाउनु के गर्नुहुन्छ त्यो भएर चाहिँ स्वेटर नखोलेको मैले अब चाहिँ आइपुग्नु आँट्यो फाइनली होइन अन्त अब यहाँ गयो यस्तो कस्तो दामी देखेको गाइस वाउ भ्यू त कस्तो दामी देखेको वाउ यस्तो दामी देख्छ उहाँसँग गरेर बजिरहेछ यिनीहरू चाहिँ फोटो खिच्नु ठिकै छ यो मुनि जानु मन लाग्यो मलाई गाइस तर के गर्नु जानु त दिँदैन अरे हापेन त्यसै नबोकेको होइन नि यताबाट आइपुग्यो दियाहरूको गाउँ दिया पनि यहाँ बस्थ्यो दिया छेत्री यता बस्थ्यो कता हो थाहा छैन गाइस यस्तो रहेछ यहाँ चाहिँ होटेलहरू रहेछ नि त अन्त यहाँ होटेल एन्जलको मामाहरू यहीँ छ अन्त त्यही हिँड्दै 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 मामा घर पुग्ने बेला भइसक्यो आइपुग्यो होइन अन्त यताबाट पस्दैछ हामी बसिसक्यो यसो होटेलहरू चाहिँ यस्तो रहेछ गाइस दामी भात छ अन्त एरिक खोला यहाँ चाहिँ एरिक यहाँ के छ दाल मिचर अचार अन्त यहाँ आलु भुजिया अन्त अरू के अन्त अन्डा बनाइदिनु हुन्छ त्यस्तो आलु भुजिया खाना खाएर दाल अचार बिचरा त सब्जी भात त रहेछ दिनु छ अन्डा उहिले चाहिँ अन्डा यसले त खालि अर्कै पनि खाँदैन हुन्छ आज चाहिँ हामी यहीँ बस्छ होइन अन्त ऊ चाहिँ रिसाइरहेको छ होइन बस्छु भनेर रिसाइरहेको छ के गर्नु बस्नु उसको नेट चल्दैन तर मेरो चल्छ हस्पट दिइरहेको छु मैले केही छैन
के भन्यो यतिको चाहिँ मेकअप गरेको क्या अहिले के भेस्लिङ लगाएको अरे होइन रुमहरू देखाइदिउँ न गाइस हामी चाहिँ मामा घर होटेलमा बस्नु आएको होइन यस्तो चाहिँ कालो न कालो देखिन्छ अब हामी मुनि जान्छ यहाँ माथि चाहिँ अझै छ होइन देखाउँदैछु तपाईँहरू यहाँ चाहिँ पक्रीहरू अन्त यहाँ देखिदिन्छु अन्त यहाँ पनि रुम रहेछ गाइस यहाँ चाहिँ रुम रहेछ यता पनि रहेछ दामी नि यता पनि गेस्टहरू बस्दो रहेछ पैसा अब जो नै आउनु मन लागेको छ आउनुहोस् यो के अरे जग्गा र ए म त बिर्सिहाल्छु ल एन्जलकोमा छ रक क्यारेन्ट जो चाहिँ आउनु मन लागेको छ होटेलमा बस्नुहोस् छेउमै छ चित्तै लगाउँछु जाँदैछु अझै मुनि जहिले न तहिलेको झगडै भइरहेको हुन्छ गाइस मलाई त्यसै गर्छ गाइसले गाइस अरे गाइस के त्यस्तै गर्छ गाइसले यस्तो हुन्छ दिदी भनेको म तैले के गर्नु हुँदैन अहिले के गर्ने अगुवा के गर्ने हेलो गाइस यस्तो छ गाइस हामी चाहिँ यस्तो जिन्दगी छ होइन साथीलाई अब भिडियो कलमा देखाउनु पर्यो होइन के हुन्छ अब आउँदैन हामीलाई बोलाउँदा त ए गुगल आयो त्यो बन्द गर कति गराउँदै रहेछौ गनाउने नगनाउने हगिस भने त्यस्तै हुन्छ ओ दिदी यहाँ आउनु न एरिकले हगेर गुगुने गनाउने पारिरहेछ ए लाइभ नभनेर आधी उधी लास्टमा अहिले भरे गाइस अहिले खाना खाने बेलामा भेट्छ अरे अहिले चाहिँ हामी सुत्ने गाइस पानी पर्दैछ के हुँदैछ अरे पानीको पर्दो रहेछ दोकान कसरी जानु दोकान कैसे चाहिए देखिएगा ठुलो भएर नि जाडो काम कस्तो अरे कस्तो पानी परिदिएको गाइस विश्वास भयो सुतिरहेको थिएँ म एकछिन उठेर फेरि गएर सुत्छु अहिले खाना खाएर फेरि भेट्नु पर्छ अघि नै भनेको छ र पनि अब सुतिरहेको छ उठ्यो आज चाहिँ हाम्रो लास्ट दिन हो होइन अब यहाँ 5 जना छ 5 जना हल्का फुल्का रमाइलो गरिन जान्छ आज लास्ट दिन हो कस्तो अब सानसिङलाई चाहिँ धेरै मिस गर्छु फेरि आज हामी रक्यानको यो यहाँ बसेको छु होइन रक्यानको होटेलमा बसेको छु हामी होटेलमा उसको मामाको होटेलमा होइन अन्त खानु मात्रै आएको जस्तै छ खालि खान्छ गुरु यो गुरुको केही काम छैन यो गुरुको केही काम छैन यो गुरुको मिठाई मात्रै खाएको छ गुरुको केही काम छैन उयो गुरु झन् पैसा सक्यो कति रुपियाँ पैसा सक्यो 1000 शेष 1500 शेष 300 शेष गाइस 300 रुपियाँ ल्याथे तुरे देऊ ल गाइस अहिले खाना खानेलाई भेटौँ ल सबैजना उठ्यो हामी चाहिँ क्या अब बाटेको होइन फर्स्ट चाहिँ म फोन चार्ज गर्छु होइन फर्स्ट चाहिँ म फोन चार्ज गर्छु फोन चार्ज गरेर होइन अन्त हेर्नुहोस् होला आजको खाना के छ होइन अन्त हामी चाहिँ यतिकै छ है गाइस
हामीले लुगा पनि ल्याएन यति यही सुत्नुपर्छ अब आजको दुःख चाहिँ यस्तो छ हाम्रो यिनीहरू चाहिँ बस्नु पनि थालिसक्यो अन्त म चाहिँ फोन चार्ज गरेको नि त युट्युबमा भिडियो हालिरहेको थियो अलिक कति जग्गा पनि अन्त हाम्रो चाहिँ भात दाल चिकन पनिर खाने चाहिँ यो छ आइता मासु मासु यिनीहरू चाहिँ खाएर खानु बस्यो ऊ चाहिँ पस्किने हो निकाको चालु भयो गाइस पनिर कस्तो छ खाना खाएर पनि टेस्ट गर न यहाँ खिचा अनि मलाई एकैछिन गाइस मेरो खाना चाहिँ यो हो होइन अचार उहाँ छ होइन हालिकन खानु आँटेको अब एन्जल खानु थालिसक्यो सक्यो एडिटर अन्त त्यस्तै सम्भाइर गाइस यस्तो भएको छ कि सबैजना म चाहिँ उभिरहेको छु रोनिका निदायो होला खाचिम गर यहाँ आइना देखाउँछु ल गाइस तपाईँहरूलाई भिडियो चाहिँ यति नै हो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् होला नेक्स्ट भिडियोमा भेट्यौँ होला बाई के अरे यहीँ